विश्रामपछि पुनः स्वागत छ। अहिले तपाई माउन्टेन टेलिभिजनमा मिशन न्यूज हेर्दै हुनुहुन्छ। उद्योगबाट निस्किने पानी दूषित भएर गाउँमा बस्नै नसक्ने स्थिति भएपछि स्थानीय बासिन्दा समूह नै बनाएर आन्दोलित भएका थिए। तर स्थानीय बासिन्दाको आरोप उद्योग प्रशासनले स्वीकार गरेको थिएन। स्थानीय बासिन्दाले आन्दोलन नै गरेपछि जिल्ला विकास समितिका वातावरण अधिकृतको नेतृत्वमा छानबिन समिति बन्यो र त्यसले उद्योगबाट निस्किने पानी दूषित नै भएको ठहर गरेपछि उद्योग गल्ती सच्याउन तयार भएको हो। दर्शकहरू, सुनसरी जिल्लाको खनार गाविस स्थित रिलायन्स स्पिनिङ मिल्सले धागो प्रशोधन गरी निस्किएको दूषित पानी सोझै नालामा मिसाउँदा स्थानीय बासिन्दालाई परेको प्रभावका विषयमा हामीले कार्यक्रम मिशन न्यूज मार्फत समाचार सार्वजनिक गरेका थियौं। स्थानीय बासिन्दाको आन्दोलन र हाम्रो पनि निरन्तर दबावका कारण उक्त उद्योग अन्ततः गल्ती स्वीकार गर्दै आगामी 1 वर्षभित्र सबै व्यवस्था गरी दूषित पानी रोक्ने प्रतिबद्धता जनाउन बाध्य भएको छ। कस्तो थियो त रिलायन्स स्पिनिङ मिल्सले जनतालाई पारेको नकारात्मक असर, एकपटक फर्केर हेरौँ न त। रिलायन्स स्पिनिङ मिल्स एउटा यस्तो उद्योग हो जो विगत 1.5 दशकदेखि यही स्थानमा धागो कारखाना सञ्चालन गर्दै आएको छ। नेपालको औद्योगिक विकासका दृष्टिकोणले यो उद्योगले पनि केही मात्रामा योगदान पुर्याएकै छ। तर कुनै पनि उद्योग सञ्चालनका आफ्नै नियम, कानुन, कायदा, आचार संहिता र मापदण्ड जस्ता न्यूनतम शर्त हुन्छन् जसमा बाँधिएर एउटा उद्योग पूर्ण व्यावसायिक र मर्यादित बन्न सक्छ। स्थानीय बासिन्दासँग समन्वय गर्नु र उनीहरूको पीर मर्कामा सक्दो मद्दत गर्नु त्यहाँ सञ्चालित उद्योगहरूको सामाजिक उत्तरदायित्व पनि हो। तर यो रिलायन्स स्पिनिङ मिल्स भने उल्टै जनताका समस्यामा साथ दिनुको साटो स्थानीय बासिन्दाको समस्याको कारण बन्दै आयो विगतदेखि र अहिले पनि ऊ समस्या समाधान गर्न सहमत देखिए पनि त्यसका लागि भने केही समय त लाग्छ नै। सुनसरी मोरङ औद्योगिक करिडोर स्थित यो स्पिनिङ मिलले निष्कासन गर्ने फोहोर पानीले आफूहरूलाई असर गरेको भन्दै उद्योग आसपासका स्थानीय बासिन्दाहरू आन्दोलनमा उत्रिनु पर्यो पटक पटक। नेपालकै सबैभन्दा ठूलो धागो उद्योगका रूपमा स्थापित यो मिलबाट निस्कने दूषित पानीको गन्धले वातावरणलाई दुर्गन्धित बनाउनुका साथै सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकूल असर पारेको स्थानीय बासिन्दाको गुनासो छ। उद्योगले नाला सफा नगरेको र बस्तीको बीचबाटै खुला रूपमा फोहोर पानीको नाला लैजाँदा स्थानीय बासिन्दा वायु प्रदूषणको शिकार बन्न पुगे, साथसाथै जल प्रदूषणको पनि। मच्छर यसले गर्दाखेरि यति बढी मात्रामा चाहिँ भइरहेछ भन्नुहुन्छ यहाँ है। कुनै पनि तपाईँको रोगहरू फैलिने जस्तो धेरै नै असर गरिरहेछ यसले बिल्कुलै। यसको लागि फ्याक्ट्रीले केही गरेको छैन। यसले कमसेकम साफ गर्नुपर्ने हो। यसो 1-2 जना मान्छे आउँछन्, आँखाको छारो त्यो जुन माथि कचुवरको जुन घाँस हुन्छ त्यसलाई सोसार गर्ने गर्छन्, त्यति मात्रै भइरहेछ। त्यसको बिल्कुलै चाहिँ खनेर आन्दोलन गरेपछि फेरि केही सफा एउटा मान्छे चाहिँ घुमिराखेकै हुन्छ, तर अब त्यो 2-4 झार निकाल्छ माथि होइन, त्यतिकैमै सीमित छ यो है। आफ्नो समस्याका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि उद्योगले कुनै सुनवाई नगरेपछि खनारवासी गाविस जीविस हुँदै पटक पटक जिल्ला प्रशासनको शरणमा समेत पुगिसकेका छन्। एउटा राष्ट्रिय स्तरको उद्योग स्थानीय जनताको पीडाको कारण बनिरहेको थियो लामो समयदेखि। उद्योगमा धागो र कच्चा पदार्थ प्रशोधनका क्रममा निस्कने दूषित पानीका कारण खनारवासी घरमै नाक थुनेर बस्न विवश भएका हुन्। तर पनि स्थानीय प्रशासनले भने तत्काल त्यस्तो काम रोक्न सकेको छैन। पटक पटक गाविसलाई पत्र बुझाएर समस्या समाधानका लागि पहल गरिदिन माग राख्दा समेत सुनवाई नभएको भन्दै सर्वसाधारणले गाविस परिसरमै जम्मा भएर धरना समेत दिए। तर गाविसले समेत आफ्नो केही सिप नलागेपछि विषयलाई जिल्ला विकासतिर पन्छाइदिएको थियो। यो पहिले म यहाँ आउनु बित्तिकै पनि एकखेप
परेको थियो निवेदन पब्लिकबाट। त्यतिखेर चाहिँ रिलायन्सले नाला सफा गरिदिने भन्ने कुरोमा उहाँहरू बिचमा सहमति भयो र तुरन्तै उसले सफा गरिदियो। त्यस पछाडि फेरि गएर तपाईँको यो त्यसको कति गर्थ्यो मैले किन भएन, फेरि उहाँहरूले निवेदन दिनुभयो 35 जनाले, पुष्पबहादुर भुजेल सहित 35 जनाले निवेदन दिनुभयो। त्यस विषयमा हामीले अब गाउँ विकास समितिमा बसेर छलफल गरेर हुँदैन, योजना स्पट कहाँ छ, समस्या प्रब्लम आएको त्यही गरौँ भनेर हामी 24 गते जेठको 24लाई बोलाएको थियो, 26 गते गएर त्यो फिल्डमा बस्यो। उल्टै विगतमा त यो रिलायन्सले न आफू सच्चिने काम गर्यो, बरु उल्टै जनतालाई उद्योगको छेउमा बस्न आएर गुनासो नगर भन्ने उपदेश दिन सम्मको हरकत पनि बाँकी राखेन। उद्योग सञ्चालकले दाबी गरे पनि मोरङ सुनसरी औद्योगिक करिडोरका अधिकांश उद्योगले मापदण्ड पूरा नगरेको जिल्ला विकास समितिको वातावरण शाखाले बताइसकेको छ। रिलायन्सले पनि वातावरण प्रदूषण नियन्त्रणका लागि पहल गरेको भए पनि नेपाल सरकारको निर्धारित मापदण्ड अनुसार भने नभएको जिल्ला विकास समिति सुनसरीका वातावरण अधिकृत पुष्पनारायण चौधरीले त्यतिबेलै हामीलाई बताएका थिए। वर्किङमा ल्याउनलाई चाहिँ केही सर्ट एन्ड कन्डिसनहरू राखेर चाहिँ के अरे अस्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दियौँ, जुन चाहिँ 1 वर्षको लागि मात्रै हुन्छ। त्यो क्रममा चाहिँ अहिले हामीले सुनसरी जिल्लाको 48वटालाई दिइसकेका छौँ र करिब 11वटा चाहिँ वातावरणीय समस्याहरू समाधान गर्ने क्रममा चाहिँ गरिसकेका छौँ 11वटा। र यो 12औं वातावरणीय समस्या चाहिँ यो जुन रिलायन्स स्पिनिङ मिल्सको आएको छ, त्यो रिलायन्स स्पिनिङ मिल्सबाट हुन त अहिलेसम्म नेपालको कुनै पनि यस्तो इन्डस्ट्री छैन जुन कि नेपाल सरकारको मापदण्डभित्र चाहिँ इफ्लुएन्टहरू डिस्चार्ज गरेको छ। त्यो क्रममा चाहिँ औद्योगिक पक्षबाट पनि उहाँहरूले सकेसम्म चाहिँ गरि नै रहनु भएको छ, तर पनि नेपाल सरकारको मापदण्डमा चाहिँ आउन सकिरहेको छैन। तर उद्योग व्यवस्थापन समितिले भने आर्थिक लाभको उद्देश्य बोकेका केही व्यक्तिहरूले सर्वसाधारणलाई उक्साएर विवाद निम्त्याएको दाबी गर्दै उल्टै अरूमाथि दोष थोपर्ने दुष्प्रयास गरेको थियो। उद्योगले सर्वसाधारणलाई असर नपार्नका लागि सबै किसिमका पहल गरिसकेको त्यतिखेरै उद्योगको दाबी रहेको थियो। तर आम जनताको निरन्तरको दबाव र सुनसरीको स्थानीय प्रशासनलाई हामीले बारम्बार झकझक्याएपछि भने रिलायन्स स्पिनिङ मिल्स सबैतिरबाट बाध्य भएको छ। यस्तोमा जनतालाई न्याय दिलाउने काम स्थानीय प्रशासन र निकायको हो। ढिलै भए पनि स्थानीय प्रशासन स्थानीय जनताका सामु झुकेर उद्योगले 1 वर्षभित्र नयाँ उपकरण जडान गरी प्रदूषण रोक्ने प्रतिबद्धता जनाएको छ। त्यसको भने हामीले खुलेर स्वागत गर्नै पर्छ। तर प्रतिबद्धता पूरा हुन्छ या हुँदैन, खनारवासीले स्वच्छ हावामा श्वास फेर्न पाउँछन् वा पाउँदैनन्, त्यसका लागि भने हाम्रो खबरदारी फेरि पनि निरन्तर जारी छ। दर्शकवृन्द, आजको युगमा उद्योगको विकास बिना समग्र देशको विकास हुने सम्भावना अत्यन्त कम छ। तर उद्योगले जति नाफा र उपलब्धि दिन्छ त्यसको सही व्यवस्थापन गर्न सकिएन भने त्यति नै ठूलो खराबी पनि हुन सक्छ। लगानीकर्तालाई उत्साहित गर्दै सकेसम्म बढी उद्योगमा लगानीको वातावरण बनाउनु आजको हाम्रो देशको निकै ठूलो आवश्यकता हो। तर उद्योग सञ्चालकले पनि आफ्नो नाफा मात्र नहेरिकन वातावरणीय प्रदूषण कम गर्न पनि कन्जुस्याई नगरिकन काम गर्नु जरुरी छ। यदि यसो भयो भने एकातर्फ उद्योगको विकास त हुन्छ नै, अर्कोतर्फ वातावरणीय सुन्दरता पनि कायम रहन्छ। अब सुनसरीको यो उद्योगले इमानदारीतापूर्वक स्थानीयको स्वास्थ्यमा असर पर्न सक्ने फोहोर पानीलाई तत्काल सफा गर्नुपर्छ अनि स्थानीय बासिन्दाले पनि यो काम गर्न उद्योगलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्छ, जुन दुवै पक्षका लागि बुद्धिमानी हुने देखिन्छ। सुनसरी सहकर्मी हेमराज दाहालको सहयोगमा तयार पारिएको आजको मिशन न्यूज यही सक्छौं। माउन्टेन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते।